सो हेलो गाइस, जसरी कि म आइसकेको छु। फेरि पनि यो मान्छे कहाँ हरायो, त हरायो त साथी साथी फ्यानवाला दिदी भन्दै हरायो। सोच्नु भयो होला, म हराएको चाहिँ होइन। अब त्यस्तै लाइफमा आइहाल्छ नि राहु केतुहरू। राहु केतुलाई हटाउँदा हटाउँदा यहाँ त इक्जामै सकेको थाहा भएन। अब म चाहिँ इक्जाम सकेपछिको 45 दिनमा के न के गर्नु पर्यो। 45 दिन घरमै बसेर घुटेर भएन भनेर चाहिँ म चाहिँ नैनीताल आइसकेको छु। किनकि पछि गएर फ्ल्याक्स हान्नुहुन्छ नि आफ्नो छोराछोरीलाई। म त यहाँ गएको थिएँ, यस्तरी गरेर थिएँ, एडभेन्चर गरेर थिएँ, वगेरा 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 वगेरा। त मैले त्यहाँबाट आउँदाखेरि मतलब महेन्द्रनगरबाट यहाँ इन्डिया आउँदाखेरि धेरै कुराहरू देखेँ कि आफ्नै गाउँठाउँको, जो चाहिँ देखेर एकदमै राम्रो लाग्यो कि। वैसे म भ्लग बनाउने मान्छे त होइन, र पनि अब बनाइदिउँ न त भनेर बनाइरहेको छु है। अनि त्यसपछि यो छलियावाजा देखेर त पुरा भाइब्स आइरहेको थियो कि बैतडी कि बसन्तीवाला। सो त्यस्तो कुराहरू छ। अब अनि यहाँ चाहिँ एकदम राम्रो आर्ट गरेको थियो। यो आर्ट गर्ने मान्छे पनि है, मान्छेको हातमा कस्तो कस्तो आर्टहरू हुन्छ, तर हामीहरूले सम्मान गर्न जानेको हुँदैन धेरै ठाउँमा। तर यहाँ चाहिँ एकदमै राम्रो गरेको थियो। यिनीहरूलाई त मान्नुपर्छ कि क्या मस्त आर्ट गरेको छ पुरा। हुन त पहाडी इलाका नै हो यो पनि, अब सिमिलर भइहाल्छ। र पनि अब देखेर एकदमै खुसी लागिरहेको थियो कि नेपालको यो कुराहरू यहाँ पनि छ, इन्डियाले पनि रेस्पेक्ट दिँदो रहेछ, सम्मान चाहिँ गर्दो रहेछ भन्ने जस्तो लागेको थियो। सो तपाईँहरूलाई यस्तो यस्तो कुराहरू हेर्ने मन छ भनेपछि मसँग जोडिँदै गर्नु होला है। मलाई खासै बोल्न आउँदैन, र पनि बिस्तारै बिस्तारै सिकौँला नि त भनेर आइसकेको छु। त थ्याङ्क यू फर वाचिङ।